हेलो एभ्रिवान, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज हामी इन्टेक 2025 मा सोधिएका दुईटा एकदमै इजी क्वेशनहरू सल्भ गर्न जाँदैछौँ। यो टाइपको क्वेशन फ्रिक्वेन्टली सोधेको छ इन्टेक 2024 मा। व्हिच अप्सन गिभ्स यु मोर पिज्जा? सर्कल योर एन्सर। क्वेशनमा चाहिँ अब कुन अप्सनले तिमीलाई धेरै पिज्जा दिन्छ भनेर सोधेको छ। ए 232 सेन्टिमिटर डायमिटर सर्कुलर पिज्जा, 154 सेन्टिमिटर डायमिटर सर्कुलर पिज्जा। अब यसलाई हामीले सल्भ गरौँ। फर्स्टमा हाम्रो एकमा के भनेको छ 232 सेन्टिमिटर 32 सेन्टिमिटर डायमिटर सर्कुलर पिज्जा भनेपछि 2 पाई आर स्क्वायर। सर्कुलर पिज्जा भनेपछि हाम्रो एरियाको फर्मुला। अब 2 टाइम्स पाईको भ्यालु 3.14 इन्टु आर स्क्वायर। आर स्क्वायर भनेपछि डायमिटर 32 भयो, यसको रेडियस चाहिँ 16 हुन्छ, 16 को स्क्वायर। अब 2 इन्टु 3.14 इन्टु 16 को स्क्वायर हाम्रो 256। अब 3.14 इन्टु 2 इन्टु 256 मल्टिप्लाई गरौँ। 256 इन्टु 2, 2 6 जा 12 को 2 क्यारी ओभर 1, 2 5 जा 10, 11, 11 को 1 क्यारी 1, 2 2 जा 4 अनि 5, 512। अप्सन बीमा चाहिँ अब हाम्रो अप्सन बीमा चाहिँ के दिएको छ भनेपछि बीमा चाहिँ 154 सेन्टिमिटर डायमिटर सर्कुलर पिज्जा। यो भनेको चाहिँ हाम्रो पाई 1 लेखिनु भयो, नलेखिनु भयो, पाई आर स्क्वायर। पाईको भ्यालु 3.14। अब हाम्रो डायमिटर 54 सेन्टिमिटर छ भने रेडियस चाहिँ 54, डायमिटरको हाफ हुन्छ भनेपछि 54 को हाफ 27। अब 27 को स्क्वायर 3.14 इन्टु 27 को स्क्वायर कति हुन्छ? 27 को स्क्वायर 27 इन्टु 27, 7 7 जा 49 को 9 क्यारी ओभर 4, 7 2 जा 14, 15 16 17 18, 2 7 जा 14 को 4 क्यारी ओभर 1, 2 2 जा 4 अनि 5, 9 8 4 12, 12 को 2 क्यारी ओभर 1, 5 6 7, 729। अब हाम्रो धेरै केटाहरूले चाहिँ यसलाई पनि मल्टिप्लाई गर्छन्, तर यो गर्नु पर्दैन। अब 3.14 मल्टिप्लाई 729 त योभन्दा ओभियसली धेरै हुन्छ। सो अप्सन बी। र ख्याल राख्नुहोस्, तपाईँलाई सर्कल गर्न छ भने सर्कल गर्नुहोस् र अन्डरलाइन गर्न भनेको छ भने अन्डरलाइन गर्नु। त्यस्तै गरी हाम्रो सेकेन्ड नम्बरको क्वेसन चाहिँ इन्टेक 2025 मा सोधिएको छ। अजय इज मेकिङ ब्रेड, 7 कप्स अफ फ्लोर निड 3 कप्स अफ सुगर। इफ ही युजेज 168 g ग्राम अफ सुगर, हाउ मच फ्लोर डज ही युजेज? अब लेट मानम हाम्रो फ्लोर इज इक्वल टु 7x एन्ड सुगर इज इक्वल टु 3x। यदि हाम्रो सुगर 3x इज इक्वल टु 168 ग्राम युज गरिएको छ भने x इज इक्वल टु 168 डिभाइड बाई 3, 3 1 जा 3, 3 5 जा 15, 3 6 जा 18, x इज इक्वल टु 56 भयो। अब फ्लोर कति युज भएकोको लागि चाहिँ हाम्रो 7 इन्टु x को भ्यालु 56। अब यसलाई हामीले यहाँ मल्टिप्लाई गरौँ। 56
है 7 ले मल्टिप्लाई 7 6 जा 42 42 को 2 क्यारी ओभर 4 7 5 जा 35 36 37 38 39 39 भनेपछि हाम्रो फ्लोर चाहिँ 392 जी ग्राम। तपाईले याद राख्नुहोस् युनिटमा यदि ग्राम सोधिएको छ भने ग्राम्स लेख्नु र यदि जी मात्रै दिएको छ भने जी मात्रै लेख्नुहोस्। त्यसैगरी हामीले युनिटमा चाहिँ एकदमै ख्याल राख्नुपर्ने हुन्छ। यदि माथिकोमा सर्कल गरेको छ भने सर्कल गर्न भनेको छ भने सर्कल गर्ने, अन्डरलाइन भनेको छ भने अन्डरलाइन गर्ने र युनिटमा ग्राम दिएको छ भने ग्राम्स गराउने र यस्तै जी दिएको छ भने जी मात्रै गराउने। र तपाईको लागि प्र्याक्टिस क्वेसन चाहिँ मैले 2-4 वटा हालिदिएको छु। एन्सर चाहिँ सल्भ गरेर कमेन्ट गर्नुहोला।